पारीको डाँडा उही भ्यू क्लियर छ त आज आयो आयो ओह ठ्याक्कै त्यही चाहिँ हाम्रो फाइनल डेस्टिनेसन क्या क्लियर भ्यू छ क्या आज हेलो एन्ड नमस्ते वेलकम टु माई न्यू ब्लग है न्यू ब्लग आज चाहिँ राइड जानु भएको ओहो मामाहरूको चेकिङ छ कि क्या हिजो नि यही ठाउँमा परेको आज नि चेकिङमा परेला जस्तो छ ठ्याक्कै हिजो उताबाट आउँदै थिएँ झ्याप्पै यहाँनिर उता साइड रोकिदिरहेको क्या अब मलाई त अनि मेरो अगाडि तिनजना गफ गर्दै आउँदै थियो एउटै कलेजको अनि त्यही कुरामा मलाई पनि रोकेर गफ गर्दै आइयो होइन गर्दै थिएँ मामाहरूले अनि म त कहाँ गफ गरेको छैन चिने छैन अनि त्यो भनेको पछि लाइसेन्स देखाएँ अनि त्यहाँबाट छोडिदिनु भयो सायद योभन्दा अगाडि त्यो ब्लग आइसक्छ अनि त्यो पनि छ भिडियो छ मसँग भिडियो गर्न भ्याएको छैन यो ब्लगभन्दा अगाडि जस्ट त्यो ब्लग आउँछ अनि त्यसपछि चाहिँ यो आउँछ आज चाहिँ हामी राइड जानु लाग्यो अलि मान्छेहरूले सुनिरहेकै ठाउँ हो है नयाँ ठाउँ चाहिँ होइन गइरहेछन् मान्छेहरूको नै अहिले त खासै गएको छैन पनि होला तर पहिला चाहिँ अलिक नाम चलेको ठाउँ हो त्यो हनुमाकोटको सूर्य चौल भन्ने ठाउँ लगभग बाटो त जम्मै राम्रो छ अलि अगाडि गएपछि भित्र जङ्गलको बाटो चाहिँ अलिकति अफ रोड छ अनि अब यहाँबाट एउटा साथी भेटेँ मैले होइन एकजना यहाँबाट जोइन भयौँ अनि दुईजना अब त्यहाँ अगाडि एकजना अर्को एकजना पिकअप हान्छु त्यसपछि हामी सिधै यता सोह्रकुटे जान्छौँ एकजना अर्को साथीलाई पिकअप गरेर अनि त्यहाँबाट हामी हाम्रो डेस्टिनेसनतिर लाग्छौँ हेर्दै गर्नु होला के हुन्छ बाटो कस्तो छ है अझ मैले त त्यहाँ हिउँ परेको छ भन्ने पनि सुनेको थिएँ सायद हिउँ चाहिँ परेको छैन होला त्यो त्यस्तो हिउँ परिहाल्ने ठाउँ होइन त्यस्तो धेरै एल्टिट्युड छैन नि त त्यो त्यही भएर हिउँ चाहिँ खासै परेको छैन होला तर मैले सुनेको चाहिँ हो हेर्ने होइन क्या जाने हो क्या यस्तो गरिसकेपछि त दाजु पनि ल पछाडि अर्को नि एकजना राइडर छ नि त को टट्ट राइडिङ गियर सेयरमा यिनको पनि कवचै रहेछ त म पनि कवचको गियर लान्छु है सेफ्टीको लागि चाहिँ आज मसँग कवचको सायद सेम हो त्यो सेगमेन्ट र मेरो सेगमेन्ट रोडिज ओके खोइ के भन्ने हो यहाँबाट हामी एकजना साथी पिकअप गरेर हामी जानु छ कल गर्नु मिल्दा पहिला हामी चाहिँ अब टेकुबाट यता सोह्रकुटे जाँदैछौँ साथीलाई पिकअप गर्न तर बाटै थाहा नभएर स्वयम्भू ओके त्यही घुमे भइन्छ कि क्या आज बाटै थाहा नभएर म त गुगल म्याप हान्दै यसो जानुपर्ने भयो ल पछाडि साथी हरायो कि नदेखाएर अगाडि मैले पछाडि मिरर हेर्दै थिएँ यतैबाट भित्र छिर्ने हामी होइन त होला हो जस्तो लाग्यो हिजो जस्तो हुइली हान्दिउँ कि क्या अनएक्सपेक्टेड भएको थियो भन्दा पकडेन मैले सिधै तल यहाँबाट चाहिँ हामी माथि जानुपर्ने इलाकामा पारीको डाँडा भ्यू क्लियर छ त आज सुन्यौ
क्यामेरा अन छ कि अफ छ? अन नै रहेछ। भ्यू आज हिमालको भ्यू बब्बा क्लियर छ। ओहो त्यही माथिको डाँडा, उ त्यो माथि डाँडा छ नि, त्यहीँ पुग्नुपर्ने हामी। अब आधी घन्टामा त्यहाँ पुगिन्छ, बसिन्छ। अब भर्खर त 11:30 त्यहाँ पुगिन्छ भनेपछि त चाँडो हिँड्नु पऱ्यो। पुगिन्छ 4:30 बजीसम्म पुग्ने गरी हिँड्नु होला नि, ढिला गर्दिनँ म। ल यहाँनिर चाहिँ कुरम। अब हामी यहाँबाट चाहिँ भित्र जाने हो। क्रिसलहरूलाई कुरम न यसो। यहाँबाट त अफरोड पुरै। किन? अब त आइहाल्यो ठाउँ नि, के खाजा खान्छु? जाम ल। खाजा खाने भनेको माथि नै आइहाल्यो। हो यहाँबाट चाहिँ अलि अफरोड छ बाटोहरू, जङ्गलको बाटो। स्कुटी त आउँछ मजाले, हाम्रो झन् बाइक त एनएस चाहिँ उसको अलि पुरानो भएर ताते जस्तो भन्दैछ। तर ताते पनि एनएसले तान्छ नि फेरि, एनएस त भोगाल छ। के हो मेरोले तान्न अप्ठ्यारो मान्दिरा। समाउ ल। आउँछ केटो, राइडर हो नि हाम्रो केटो। यहाँ गाडी अड्किया रहेछ। आउँदै थियो त, त्यहाँ अड्क्यो कि क्या हो कता? को क्रिसमा? उसले सकेन जस्तो छ क्रिसलले। तिमी बस्दै नि त उसकोमा, तिमी अलि हल्का नि छौ। क्रिस्मालाई म लगाउँला। यहीँनिर हो क्या अस्ति नहराएको फेरि रिसनहरू। आयो आयो। बस बस, अलि माथि जाऊ न पहिला मुला। त्यही अगाडि छ। हजुर हिँड्दै लाग्दैन तपाईँलाई, 5 मिनट निस्किनुहुन्छ अब। सास छोड्दैन होला। सक्छ। अस्ति न अनि म आउँदा पनि म यहाँ आएर रोकेको, अनि तिमीहरू त्यहाँ ओर्ल्या थियौ नि मोडमा। हो त्यहीँनिर हो क्या मेरो साथीहरू लड्या पहिला। यो अलि बनाउँदैन, जङ्गलको बाटो गाह्रै छ नि त। कस्तो हँसाइदिएर झ्याप्पो रोकेको, फेरि खुट्टा दबाइदिरहेको ल। तिमीले मन्दालाई छोड्यौ भनेर हाँसेर रोक्न लागेको, झन्डै लडेँ नि मै। हो तिमी मेरो चलाउँछौ त? झन्डै लडेँ यार म।
एकछिन रोक कुल हुँदै होला एकछिन कुल हुन त अनि यो अफ गर न झन्डै खुट्टा मड्क्यो यार त्यहाँनिर त्यो फेरि ढल्केपछि ठेक्न गाह्रो क्या त्यो भारी छ यसको टोक नै पुगेन यार तरमा पुग्छ अरू पुगेन भने टर्क अलिकति कम हो होइन हो ठ्याक्कै त्यही चाहिँ हाम्रो फाइनल डेस्टिनेसन क्या क्लियर भ्यू छ क्या आज बाफ्रे त्यो यो गणेश हिमाल भयो यो चाहिँ लान्टाङ हिमाल ठ्याक्क लान्टाङ रेन्ज गणेश रेन्ज बबाल छ यसमा लङ टुर गर्दा नि सजिलो क्या त्यो अरू सिटहरू अलि दुखाउँछ होइन तर यसको सिट अलि कम्फोर्टेबलै छ क्या बेसी नै एनएसको अलि साह्रो छ है सिट त्यस्तै हो त्यो आयो कि त्यो लड्यो कि अरे सकेन खोइ ओर्ला त तिमी के भयो तानेन एकमा नि तानेन स्टार्ट बन्द भयो तिमीले क्लच उ गरेर होला जान्छ होला अब त खासै छैन यस्तो नभए यसो गर न सम्ममा चाहिँ आनन्द लग यस्तो टाइपको उकालो अलि अप्ठ्यारो आयो भने चाहिँ उसलाई ओह्रालेर अनि चढाउ नि त अझै भन भने नभए मलाई नि देऊ तिमी त्यो चलाऊ त्यो फ्यानको हो त्यो भित्र त्यो के अरे कुल गर्नाले फ्यान चल्छ नि त यसको त धेरै तात्यो भने बस मेरो त त्यही फ्यान पनि छैन यसमा भयो है त्यो साउन्ड आयो भने छ उसले थाहा पाएन नि त फ्यानको हो नि त त्यो अब यहाँनिर अब यो मान्छे आउँछ कि आउँदैन ओह्रालो छ नि त अहिले त फर्किने बेला उसलाई अलिक गाह्रो हुन्छ अस्तिको पानीले माथिबाट अलि लाने ठाउँ साँगुरो रहेछ क्या फेरि त्यहाँ चिप्ल्यो भने त अलिकति गाह्रै पर्छ नि त ओह्राल्यो ठिक छ यस्तोमा ओह्रालेको राम्रो दुवैजना लड्नुभन्दा एकजना लडेको राम्रो नडराउनु हौ तान्छ यसले मजाले अलिक पुरानो भयो नि त म चलाऊँ ल आऊ मेरो त फेरि खुट्टा नि पुग्दैन ऊ तिमी यता आऊ यो लगाइदेऊ त लाउ ल खै लाउ त क्रिस्मा बस तिमी बसेपछि पुग्छ भयो है ल यसको फेरि पछाडिको ब्रेक छैन अनि
मिठो तानिरहेछ त यो मान्छे डराएको हो क्या ओए त्यो मसँग बसेर होइन यो बाइक भएर डर लाग्यो तिमीलाई ओए क्या भ्यू देख्यो ओए गाडी आइरहेको ठुलो गाडी आइरहेको रहेछ त दामी यो बाइकले क्रिस्टलसँग नमाने रहेछ त्यही भएर एक्सपिरियन्स जति भयो त्यति राम्रो हो क्या त्यही हो मेरो पनि धेरै एक्सपिरियन्स त छैन तर म चाहिँ के गर्छु भने जो हो क्या देखा जाएगा भनेर हालिदिन्छु क्या जस्तोमा नि त्यस्तै हो म खासै त्यस्तो धेरै त्यो केही होला कि जस्तो डराउँदिनँ नि त अलिअलि यस्तो हुनु त नर्मलै हो नि त बाइकहरूमा मेरोमै हुन्छ यस्तो फेरि फ्यान चल्यो यसमा अलि तातो जस्तो छ के भयो तिनीहरू रोक्यो त फेरि यसको पछाडिको ब्रेकै छैन क्या तिमी नडराउ न मसँग त डराउनु पर्दैन बाइकदेखि नि मेरो हातमा छ नि बाइक त के रहेछ यो के को स्विच हालेर रहेछ यसले कसकोमा लगभग फुल छ त्यही भएर खासै यस्तो बाइक फेरि सेकेन्ड ह्यान्ड किन्ने बाइक होइन क्या यो बाइक चाहिँ केटाहरूले ध्वस्तै हुने गरी चलाउँछ नि त त्यही भएर हत्तपत्त सेकेन्ड ह्यान्ड किनेको राम्रो पर्दैन क्या ए अनि ठिकै छ त्यो उसले डढाएको तानिरहेछ यस्तो मिठो तानिरहेछ त्यसले हाफ क्लचमा चलाउँछ कि क्या हो क्लच तानेर चलाएर पनि अलिकति नतान्ने हुन्छ नि 2 गियरमा तानिरहेछ त यस्तो उकालो ओ दामी फाइनल्ली डेस्टिनेसनमा आइयो लगभग पछाडिको ब्रेकै छैन यसको आफूले फेरि यस्तोमा पछाडिको ब्रेक धेरै युज गर्ने बानी भएको अनि ओहो म त अफ रोड किङ हो नि फेरि यसको पछाडिको ब्रेक छैन क्या ब्रेकै लाग्दैन पछाडिको उसले फेर्नुपर्छ त्यो अहिले एकछिनलाई यता जाऊँ ल अनि पछि जाउँला माथि अब त यहीँ माथि गयो भने माथि नै हो नि खाने त ओए
ल वाह तानी रहेछ त तिमी किन डराएको मलाई आएन नि त के भन्नु त अब पानी छैन के भन्नु मैले यो यहाँको उकालो 2 गियरमा लिएर आएको हो र मिठो तानी रहेछ बबाल मलाई पानी हामी चाहिँ यहाँबाट फर्किँदैछौँ भ्यू चाहिँ खतरा थियो माथिबाट अलिअलि खिचेको छु भिडियोहरू खासै हेर्दै छैन रेस्टुरेन्टबाट झऱ्यौँ अनि हो खतरा खतरा छ बाटो त डराएको तिमी डराउनु पर्दैन क्या लडिँदैन वाह दामी छ है भ्यू बबाल छ यहाँबाट सिधै तल जाने है क्या तर खतरा छ ठाउँ चाहिँ यो ठाउँ क्या पहिला एकचोटि त यो ठाउँ पनि भाइरल भएको क्या अरे हाम्रोमा पनि त्यस्तो धेरै आएको त होइन तर जस अलि चलेकै ठाउँ हो यो रिसोर्ट बनाए अब मान्छेहरू पिकनिक पनि आइरहन्छन् नि प्राय एकमा हाले स्लो भए जस्तो लाग्छ दुईमा हाल्यो त्यो धेरै स्लोमा अलि अफ होला कि जस्तो लाग्यो तर अफ त हुँदैन यो लो आरपिएममा पनि दुईमा मजाले तान्छ तान्न चाहिँ तर उफार्नु चाहिँ उफार्छ यसले यसको सक त्यस्तो धेरै राम्रो छैन क्या राम्रो छ नि बाटो त त्यस्तै चाहिँ डराउनु पर्दैन है मदिना बिचरा के हाल त पछाडि भयङ्कर ओह्रालो छ क्या फेरि छन् नि ल छोडिदिएँ क्लच मैले हातै दुख्छ यसमा धेरै ओह्रालो आउँदा हात दुख्छ क्या यतै साइड दिउँ मलाई यसलाई जस यस्तोमा उकालोबाट आगोलाई चाहिँ साइड दिनुपर्छ ओह्रालो जानीलाई भन्दा उकालो जानीलाई साइड दियो भने राम्रो हुन्छ ल तिमी उफ्रेर हाम नफाल है मैले कुदाएँ मलाई अल्छी लाग्यो क्या बिस्तारै चलाउने हो भने हो र हो जाने छाड्ने हो क्या यो मान्छेले छाडिदिन्छ कि क्या ए ठिक छ यतिको हुनुपर्छ ए ए ए ए ओए
चिप्लो रहेछ यहाँ आएर उसँग त्यो चिप्लिन्छ कि त्यो मान्छे हेर्नुपर्छ होइन भने त्यहाँ अघि म चिप्ले ठाउँमा रमाइलो भयो त्यो एकदम पिसफुल छ क्या माथि आज फेरि क्लियर भएर नपर्नेलाई ठिक्क रहेछ अँ मलाई त फेरि यस्तै ठाउँमा जान लाग्छ मलाई नि यस्तै हो भिडभाडमा म त हराउँछु मलाई खासै भिडभाड भन्दा तर पिसफुल ठाउँ भएपछि अझ सिन राम्रो हुनु पऱ्यो होइन अनि अहिले घाम लागे जस्तो क्या चिसोमा आनन्दको तातो घाम चाँडो भयो मैले ज्याकेट पनि राखेको छ भएको छैन ओहो दाजुहरू त्यहाँबाट आउँदै हुनुहुँदो रहेछ मलाई अब यहाँनिर हो क्या सासै अड्क्यो कि क्या म ताईसँग बस्दा नि यस्तै हो तर जो हत्तपत्त यस्तोमा चिप्लिन्छ भनेर डढाइ आत्तिहाल्न चाहिँ हुन्न चिप्लिन्छ नि भनेर हाल्ने हो क्या अलि मजा आउँछ मलाई मेरो स्किल अनुसारको बाइकै भएन यहाँ हाइटले हो धोका दिएको अब त्यही भने पुन्टापुन्टीहरूले गाह्रो छ मसँग एडभेन्चर मात्र भएको भए यस्तो बाटो त उयो यहाँ आइसी पो धेरै क्लियर देखियो है क्या त्यही भने कस्तो खतरा देखियो जस्तो लाग्दिरह भने अहिले त अलिक बादल नै आयो नि त गयो आम्बो क्या कुदाएको किन नदेख्नु मैले बर्नआउट हानेको ठाउँमा त्यही त हो नि त्यहीँ छ त त्यो घर त्यही चौरमा त हो नि त्यो पुरानो स्कुल होला सायद पुरै लेउ लागिसक्यो घर कति ठाउँ लड्ने हो भन्दै थियो लडाउँदैन क्या केटाले आँतेको मात्र हो क्या बानी नभएर आनन्दले ओहो गौरवको साथी त गौरव तिमीलाई भेट्यौमै हामीले यहाँ आज अहिले पठाउनु पर्छ यसलाई ओहो कहाँ हालेछु मैले फेरि गौरवलाई हेर्ने चक्करमा यस्तोमा चाहिँ सक्दो क्लच लिन हुन्न अलि स्लो भयो भने चाहिँ हाफ क्लच लिने नभए अगाडिको ब्रेक आधी अनि जम्मै पछाडिको ब्रेकको भरमा हो फेरि जम्मै अगाडिको लियो भने हुत्तिन्छ अगाडि बेसी लोड परेर अनि उँधो मुन्टो लागिन्छ आउँदैछ बिस्तारै यो मेरो हातै दुखिसक्यो त्यस्तो त हुँदैन थियो होला कस्तो मिलेन कुरै मिलेन अनि स्कुटीमा फेरि यसरी दुख्दैन नि हात यो मेरो यो अगाडि ह्यान्डल अलि तल छ नि त मेरो हो त्यो भएर हो क्या यसो थोरै लिन पोजिसन छ अनि त्यो स्पोर्ट जस्तै यता माथिबाट आयो नि त अघि हामी बिर्स्यो क्या अलि आऊ न अगाडि नलडाइ ल्यायो त ओर्लिनु परेन नि
दामी ल माथिबाट जाने हो? तलबाट त नुवाकोट जाने भयो नि जाम यहाँ रोक्ने भने अघि रोकौँ न तिनीहरूलाई अहिले फर्काउँछु म बास ल यत्रो भनेको झन् अघि है पखला म कल गर्छु जम होस् छोड्छु होस् होस् न हेर्नु नि त्यहाँ तलको बाटो ओए दामी छ गुप्तेश्वर महादेव गएको गुप्तेश्वर महादेव गुप्तेश्वर कुद्न सक्यो छैन खतरा ठाउँ सिन्धुलीको बाटो के बाटो यो बाटो पो बाटो त क्या है आम्मामा खतरा देखिरहेछ क्या वाह आनन्द छ खोइ कल गएको थियो त उठाउँदैन नि त जाने जाने भयो गइदिउँ मेरो यो चाहिँ मिलाउनु पर्ने भएछ त्यसलाई कल गरेको थिएँ मैले अनि त्यही भएर रोक्यो होला भ्यू हेर्न नि मलाई ओखला जाने होला भनेको गइहाल्यो पुगेन नि जाने त फेरि जाने हेर्ने हुन्छ भन्न जाने गइदिउँ त ल पख घुमाऊ हेरेर ल वाह तल बाटो हेर न कर्नरिङ हान्न क्या मजा आउँछ होला त खिच नि खिच एउटा